दर्शकवृन्द सबैमा नमस्ते। म अहिले गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 भलाइचौर सिखरीमा छु। अहिले केही दिनदेखि हाम्रो झुपे दाइलाई असाध्यै ठुलो समस्या आइलागेको छ। दर्शकवृन्द, उहाँको दाहिने खुट्टामा साँप्रादेखि तल ठुलो घाउ छ। त्यो घाउबाट रगतहरू बग्ने, चराउने, असाध्यै धेरै दुखेर खट्न नसक्ने अवस्था भएको छ हाम्रो झुपे दाइलाई। उहाँको कोही हुनुहुन्न घरमा पनि। उहाँको पुरानो घर हो यो, पछाडि देखिरहनु भएको हजुरहरूले। अहिले उहाँ चाहिँ माउली परिवारमा बस्दै आउनु भएको छ दर्शकबिन। र उहाँको परिवारमा आमा बुवा श्रीमती कोही पनि हुनुहुन्न, उहाँ एक्लै हुनुहुन्छ। एक्लै हुँदै गर्दा उहाँले जनतन आफ्नो ज्यान पाल्ने, आफूलाई खर्च पानी त अलि खुट्टा बलियो हुँदा आफ्नो जीविका चलाइरहनु भएको थियो। र अहिले उहाँलाई ठुलो समस्या आइसकेपछि उपचार गर्ने खर्च पनि जुटाउन मुस्किल परेपछि हामीले अहिले उहाँलाई उपचार गर्ने वातावरण मिलाइरहेका छौँ दर्शकबिन। अहिले उहाँले पाल्पा मिसन अस्पतालमा लगेर चेक जाँच गराइसक्नु भएको छ र पूर्ण रूपमा उहाँको रिपोर्ट चाहिँ आएको छैन, घाउ खास के भएको भनेर। अनि चैत्र 13 गते उहाँलाई हस्पिटलमा बोलाएको छ भन्नुभएको छ। र त्यतिन्जेलसम्म पनि फेरि जान आउनलाई पनि खर्च अनि फेरि हस्पिटलमा लाग्ने चार्ज खर्च पनि नभइसकेपछि हजुरहरू सामु पनि हामीले सहयोग मागिरहेका छौँ दर्शकबिन। उहाँलाई सक्दो सहयोग गर्नुहोला। यस्तो समस्या छ कि उहाँको घाउ देख्दा असाध्यै धेरै डर लाग्दो छ दर्शकबिन। अहिले हामीले तपाईँहरूलाई प्रत्यक्ष देखाउन पनि अलिकति सकेनौँ, एकदम डर लाग्दो छ। उहाँको सकुशल उपचार होस् भन्ने हामीले पनि चाहन्छौँ। र स्क्रिनमा छोड्ने छु मैले नम्बर, त्यो नम्बरमा सम्पर्क गरेर हजुरहरूले पनि सहयोग गर्न सक्नुहुनेछ। भिडियोहरू हेर्दै गर्नुहोला र जति सक्नुहुन्छ सेयरहरू गरेर एकअर्का सामु पुर्याइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।